यो चाहिँ आज मैले मिलाएको आज दिनभरिको हिजो पनि गरेको थिएँ। हिजो हाफ डे गरेको थिएँ, हाफ बेला गरेँ। हाफ बेला त यहाँ माथि थियो, यहाँ माथिको त्यो डल्लै मैले आज रिडक गरेर पनि यो फिनिसिङ हानिदिएको छु, फिनिसिङ गरिदिएको छु। र यो फिनिसिङ यो चाहिँ पुरा अफ थियो नि त, पुरा अफ थियो, ग्रेड मिलेको थिएन अलिक। र त्यसले गर्दा आज चाहिँ मैले ग्रेड मिलाइदिएको छु। यो ढुङ्गा पनि फुटाउनु पर्ने थियो टर्निङमै भएर, तर यो उसको माथि चाहिँ यो बिजुलीको पोस्ट रहेछ, लाइनको पोस्ट रहेछ, त्यसले गर्दा सकेन। र यो चाहिँ पेन्डिङ भयो र पोस्ट सिप भएपछि मात्रै फुटाउँछ। र यो चाहिँ मैले आज मिलाएको बाटो हो। आज दिनभरिको मेरो मेहनत चाहिँ यस्तै छ। आज मेरो दिनभरिको मेहनत यसरी मैले बाटो मिलाएको छु। यो चाहिँ तल यहाँ त पुरा हाइट थियो नि त, यो त यति माथि हाइट थियो, माथिको पुरा माथि थियो। अन्त यो चाहिँ पुरा डाउन थियो, यस्तो ओह्रालो थियो कि यस्तो ओह्रालो। यसलाई त मैले यस्तो लेभल गरिदिएको नि त, अलिक गाडी कुद्ने सम्म चाहिँ बनाइदिएको छु। र यस्तै छ। यो चाहिँ पहिला खनिसकेको थियो, तर यसमा चाहिँ ग्रेड अलिक मिलाएको थिएन रहेछ। त्यसले गर्दा मलाई चाहिँ एक हप्ताको लागि बोलायो नि त। यो शङ्कर गोयल भन्ने मालिकको मसिन रहेछ, त्यसले गर्दा चाहिँ म चाहिँ एक हप्ताको लागि आएको। र एक हप्तामा चाहिँ मैले निकै काम गरेँ, तल पनि गएर ग्रेडहरू मिलाइदिएको छु। र अहिले चाहिँ मैले आज चाहिँ यहाँ मिलाएँ। बस मेरो चाहिँ ग्रेडहरू मोटामोटी ग्रेड चाहिँ मैले मिलाउने काम जति चाहिँ मैले मिलाइसकेको छु। र यस्तै छ। यो चाहिँ तिन किताम भन्ने जग्गा रहेछ हो, मलाई पनि थाहा थिएन, फर्स्ट टाइम आएको। र यो चाहिँ तिन किताम भन्ने जग्गा रहेछ। यहाँबाट ओह्रालै गयो भने चाहिँ तल गुम्पा रहेछ, त्यो गुम्पामा पुग्छ। र मैले चाहिँ बाटो यस्तै खालको मिलाएको छु। यो बाटो चाहिँ तल थियो नि त, तल थियो, यस्तो तल थियो, उकालोको उकालो, तलको तल, माथि थियो। त्यसले गर्दा मैले चाहिँ एउटा लेभलमा निकालिदिएको छु यो रोड चाहिँ आज दिनभरि मैले। र हिजो अलिकति कटिङ गरेर मिलाएँ, र मिलाइसकेर आज चाहिँ मैले पुरा फिनिसिङै गरिदिएको छु। यहाँनिर त अलिकति सानो बाटो हुनुले गर्दा, अलिकति यहाँ चाहिँ सानो बाटो छ, सानो बाटो हुनुले गर्दाखेरि यहाँ चाहिँ यो बिचमा चाहिँ मार्चिङ गर्नु पाएन। र भित्तापट्टि नाली काटिदिएको छु, यो छेउपट्टि चाहिँ माटो टप्छ, यो छेउपट्टि चाहिँ यस्तै राखिदियो। अनि यो बिचमा चाहिँ मार्चिङ गर्नु सकेन बाटो सानो हुनेले गर्दा। र भित्ता पनि कटिङ गर्नु दिँदैन रहेछ नि त यहाँको मालिकहरूले, नदिने भयो। नदिँदाखेरि चाहिँ मैले यस्तो जस्तो छ त्यस्तै म अलिकति ग्रेड मात्रै मिलाइदिएको। अनि यहाँ माथि त यसो गरेँ, यता चाहिँ डल्लै मैले ग्रेड मिलाएर मार्चिङ गरिदिएको। र यो छेउछेउमा चाहिँ फिलिङ हो नि त, फिलअप हो कि, फिलअपमा चाहिँ अब नगरिदिएको नि, मेसिन दबिहाल्छ भनेर। अनि मेसिन दब्छ, फेरि प्लस माटो पनि दब्छ, र फेरि नराम्रो देख्ने रहेछ कि। त्यसले गर्दाखेरि आज त मैले यसरी ग्रेड मिलाएको छु। र म त यसरी ग्रेड मिलाउँछु। र तपाईँहरूले चाहिँ कसरी ग्रेड मिलाउँछ है? मेरो त ग्रेड मिलाउने तरिका यस्तै छ। र तपाईँहरूले चाहिँ कसरी मिलाउनुहुन्छ मलाई त एक जग्गा याद भएन है। भन्नुहोस् है कसरी मैले यो ग्रेड मिलाएको त है, के कस्तो लाग्यो भन्नुहोस् है तपाईँहरूले। ल यो त यही पिसी 130 मेसिन हो, तर मेसिन चाहिँ चल्दैन, यो पुरा स्लो चल्छ कि। हामी खतरा प्रेसर गराउँछ नि, चल्नै मान्दैन हो त्यसो नि। यो त आज मेरो 1.5 दिनको मेहनत हो, 1.5 दिनको। र मैले त यसरी बाटो मिलाएको छु। ऊ चाहिँ मेरो थारको ड्राइभर हो नि त, खाना ल्याइदिन्छ नि दिउँसो, अब ल्याउन आएको मलाई। यस्तै छ।